हामी चाहिँ सबै फार्मेसीको स्टुडेन्ट हो है। फार्मेसी चाहिँ फार्मेसी सुन्नुभयो होला नि के हो फार्मेसी भनेर तपाईँलाई थाहा नै होला। औषधि मात्रै बुझ्नु फार्मेसी भनेको। फार्मेसी भनेको चाहिँ औषधि कसरी बनाइन्छ अनि कुन रोगमा कुन औषधि दिइन्छ अनि औषधिले हाम्रो शरीरमा गएर कसरी काम गर्छ भने सबै चाहिँ डिटेल पढ्नुपर्छ। अनि यो ल्याब चाहिँ हाम्रो औषधि बनाउने ल्याब हो। अनि त्यसपछि अर्को पनि छ, उता पनि छ अर्को ल्याब। यसमा चाहिँ हामीले विभिन्न मेसिनहरू देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ हामीले ओभनहरू छ अनि मेसिनहरू छ। यस्तो चाहिँ हामी टाइटेसन गर्नुपर्छ। यस्तै गरेर कुनै पनि कम्पाउन्डर कतिको औषधि छ भनेर चाहिँ हामीले नाप्ने गरेर। के क्वेसन छ फार्मेसीको बारेमा केही जस्तो भोलि आएर होइन 10 क्लास पास गरेपछि पढ्ने मन छ भने के कुरा जान्ने मन छ के सोध्न मन छ उसको त भयो। फार्मेसी पढेर के गरिन्छ भन्ने किन पढ्नुपर्छ भन्ने छ भने सोध्दा भयो नि त।